तामाङ जोजोको। उहाँ एउटा यस्तो आवाज हुनुहुन्थ्यो नेपाली साङ्गीतिक क्षेत्रमा र एउटा तामाङको एउटा चाहिँ साङ्गीतिक क्षेत्रमा पनि उहाँको एकदम राम्रो योगदान थियो। तर आज अकस्मात उहाँको निधनले चाहिँ हामी एकदम स्तब्ध भएको छौँ। सो उहाँलाई पनि धेरै सम्झिन चाहन्छौँ र आजको हाम्रो गीत पनि हामी सुरु गर्छौँ उहाँलाई सम्झिँदै है त। सो सबैजना प्लिज चाँडा आउनु होला, किनभने म फेरि अलिकति बेलुकाको मात्रै परेँ होइन। म रातिको मान्छे परेँ, म त त्यस्तै भयो त नि। सो सबैजनाले लाइभ सेयर गर्न नबिर्सिनु होला अनि डबल ट्याप गर्न नबिर्सिनु होला है त। लाइभ सेयर एन्ड डबल ट्याप है त गाइज, सबैले मिलेर है त। थ्याङ्क यू सो मच ब्रदर, थ्याङ्क यू सो मच। आज प्रशान्त तामाङ दाईको निधनले गर्दाखेरि चाहिँ म एकदम स्तब्ध छु, किनभने सोचेकै थिएन दाईसँग झन् जोजोसँग झन् एउटा चाहिँ एउटा सङ्गीत एउटा भनौँ न सहकारी गरौँला भन्ने सोचेको थिएँ। आज अकस्मात उहाँको निधनले नै हामी एकदम स्तब्ध भएको छौँ है त गाइस। सो उहाँलाई पनि धेरै सम्झिँदै प्रशान्त तामाङ जोजोको लागि भनेर आज फर्स्ट उहाँलाई सम्झिँदै एउटा फर्स्ट गीत चाहिँ म गाउन चाहन्छु है त। म कहिले 100% भन्दा कममा सम्झौता। यो गीत चाहिँ हाम्रो प्रशान्त तामाङ जोजोको लागि थियो। च्याम्पियन कहिले 100% भन्दा कममा सम्झौता गर्दैन। प्याराशुट नेचुरली एन्टी ड्यान्ड्रफ स्याम्पू। यो गीत चाहिँ प्रशान्त तामाङ जोजोले डेडिकेट हुँदै यो गीत चाहिँ हाम्रो प्रशान्त तामाङ जोजोको लागि उहाँलाई सम्झिँदै यो गीत गाउन चाहन्छु तपाईँहरूको माझ। जोजोलाई सम्झिँदै है त्यो यो गीत। एकदम मिठो आवाजको ध्वनि हुनुहुन्थ्यो हाम्रो जोजो। असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैचङले रोदै थररा नौ डाँडा पारी छ कम्पनी सहारा बिछोडको बेलैमा बिछोडको बेलैमा प्रशान्त तामाङ जोजोलाई सम्झिँदै यो गीत गाउँदैछौँ है त हामीले। उहाँको आत्माले चिर शान्ति पाओस्। एकदम हार्टब्रेकिङ। मनै बराल्ने न्याउलको बोली यति बेला मैचङ के गर्दै होली यति बेला मैचङ के गर्दै होली पिँढीमा बसेर के कुरा गन्दी हो कहिलेमा हाँस्ने हो कहिले पोलोदी हो मलाई नै सम्झेर मलाई नै सम्झेर
त्यसको त नि हाम्रो प्रशान्त तामाङ ज्यूले थ्याङ्क यू सो मच छन्छाङ्गे बग्ने खारे खोला अब त छोरा कुद्ने बोला छन्छाङ्गे बग्ने खारे खोला अब त छोरा कुद्ने बोला दिनभरि खेल्दो हो मलाई नै भल्दो हो साँझ परेपछि आमालाई सोच्दो हो खै बाबा भनेर कोही बाबा भनेर असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैचङले रुदै भरारा नौ डाँडा पारी छ कम्पनी सहारा बिछोडको बेलैमा बिछोडको बेलैमा बिछोडको बेलैमा बिछोडको बेलैमा यो गीत चाहिँ हाम्रो प्रशान्त तामाङ जोजोको लागि सम्झनामा गाइएको थियो वी विल मिस यु प्रशान्त दाई अब चाहिँ समयको खेल है कहिले के हुन्छ कसैलाई केही थाहा हुँदैन म पनि बिहान उठ्दाखेरि चाहिँ झसङ्ग भएँ म के भयो भनेर भन्छु म एकछिन सोचेँ होइन होला जस्तो पनि लाग्थ्यो मलाई होइन होला किनभने अब मान्छेले विभिन्न बनाएर हाल्छन् भन्ने जस्तो पनि लाग्थ्यो मलाई तर साँच्चैकै यो हुने रहेछ भन्ने कुराहरू चाहिँ थाहा पाइसकेपछि एकदम स्तब्ध छौँ हामी मनैदेखिबाट